हेलो 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 नमस्ते नमस्ते सबैजनालाई ल टक्क लगाएर अब भ्लग नबनाएको पनि धेरै भएको थियो होइन। अब यस्तै हो, एकदम तनाव भइरहेछ होइन। मासला केही पनि सोचेको जस्तो केही पनि भएको छैन, डिप्रेसनमा जाला जस्तो भइसक्यो। तै पनि केही छैन, भ्लग चाहिँ समय समयमा बनाएर हाल्ने कोसिस चाहिँ गर्छु, तर कम्प्लिट चाहिँ हुँदैन क्या। त्यही हो, कति कराउँछ यो कत्रो कत्रो सोचले। हेलो हेलो गाइज है, अब फाइनली पसल बन्द गऱ्यो अनि यसो डाँडा काँडातिर जानु पऱ्यो है, मुड फ्रेस बनाउनु पऱ्यो। अब यस्तै हो, मास र टाउको कनाउने बस्ने मास त होइन, त्यस्तो खासै टाउको चिलाएको पनि छैन। यसो कनाको त्यो बानी भइसकेको छ क्या। अनि नारायण डाँडातिर जाने भयो सलिम र म चाहिँ होइन। अनि त्यसपछि हेरौँ टक्क लगाएर डाँडातिर जाउँ अनि यसो कफी सफी खाऊँ होइन, एकछिन बसौँ अनि यसो भ्लग पनि मिनी भ्लग, मिनी त के भनौँ अलिकति ठुलै हो है। ठिकै छ, ल बन्द गरेर निस्किन्छु अनि बाटो भेटौँ ल सबैजनालाई। ल गाम्ला गुम्रुङ बाख्नु मुजी ल जाउँ। अब चाहिँ टक्क निस्किनु लाग्यो यहाँबाट, धुलो छ मायासरा बाटो पनि। अब राति भयो भने चस्मा लगाएर हिँडिरहेको छु म होइन, आँखा खोल्नै सक्दैन। ओके गाइज है, ल हामी चाहिँ यहाँबाट भ्रमण सवारी सुरु भइसकेको छ। भ्रमण चाहिँ डाँडागाउँ नारायण मायासरा जाडो हुन्न छु हौ। आज पानी परेको पनि थियो नि त दिउँसो, त्यही भएर होला। अब निस्किसकेको छु, बोल्दै बोल्दै बुकभित्र धुलो छिरेर चाहिँ कस्तो मुनि धुलो यहाँ ठ्याक आएको छ यहाँ। एउटा मास्क किन्नु पर्ला जस्तो छ यहाँ है। हेलो हेलो है, मेरो न्यु मास्क कस्तो छ, न्यु मास्क। अनि टक्क मास्क लगाएर चाहिँ अब जाँदैछु बासतिर गाइज होइन, भ्लग बनाएको यस्तो मास्क। मेरो मुख चाहिँ अलिकति कन्ट्रोल छैन है गाइज, भ्लग हेर्दै हुनुहुन्छ भने चाहिँ होइन। अब नर्मल्ली गालीहरू चाहिँ गाली गलौजा चाहिँ यो मुखबाट गइरहेको हुन्छ है, त्यसको लागि चाहिँ सुरुमै भनिराखेको छु होइन। अब कस्तरी कुदायो त्यसले मासला। यो ठाउँ चाहिँ मलाई यस्तो रहर लाग्छ यहाँ बस्नुलाई होइन, कस्तो बवाल छ क्या, चिसो गर्मीमा होइन, क्या मजा आउँछ। अनि बाटो पनि त्यस्तै पिस छ। बुढा नीलकण्ठ हो नि त गाइज, काठमाडौँको वान अफ द बेस्ट प्लेस होइन, मजा आउँछ जेउस। यहाँ आउनलाई भए पनि मजा आउँछ क्या, अरू त छोडिन्न। घरसर त यतातिर छैन है, कहाँबाट होइन, अलि माथिबाट भयो। हेर्नु न यस्तो बवाल छ क्या, मान्छेको बस्ती पनि कम छ है। अनि कस्तो कस्तो मजा आउँछ यहाँबाट चाहिँ है। जीवनको बाटो है, मेरो जिन्दगी पनि यिनीहरूको जस्तै छ है। फरक अलिकति मात्रै हो, मान्छे र कुकुर भन्ने मात्रै हो, जिन्दगी उस्तै हो। ल कहाँबाट जाँदै मुजी माथि? हामी चाहिँ फाइनल्ली यहाँ आइसकेको छु। उतापट्टि जाऊँ भनेको बाटो बन्द रहेछ, अब अर्कै ठाउँतिर जानु पर्यो। यहाँ चाहिँ यस्तो छ है, फेरि बबाल लाग्यो के हो झुन्डाएर। ओ यो त रियलै पो रहेछ है, फेक होला भनेको त पुरै सर्लक्कै छ। ओइ हिरो हिरो है आएको ल हाम्रो है, दुईजनाले ल साथी भेटेको छ है, ल है सेम छ है साथी। ओ यसको साथी है, अनुहार पनि सेम मिल्छ। अर्को साथी यहाँ एउटा छ, उसको अर्को। ओइ यसको त पुछर पनि ठुलो रहेछ हौ, बबाल रहेछ ठाउँ। ल अब यो खानेकुराहरू केही पाएन, अब यो खाने चिसो अनि जाने हो है। यहाँ चाहिँ यिनीहरूलाई खानेकुराको प्रोग्राम भइरहेछ है, झ्याप्प लगाएर सबभन्दा सानो यो, सबभन्दा ठुलो यो, लास्ट नम्बर यसको पालो। अर्को यो एउटा कुनामा खाइरहेछ एकदम आनन्दले, माउ पो रहेछ यिनीहरू, बच्चा पाइसक्यो होला यसले। अरे फेरि कुकुरले खाने बेला त्यसको पनि हुँदैन भन्ने कुरा छ, फेरि ल्याम्प दिइरहेछ पछाडि। एउटा त्यहाँ बसिरहेछ एउटा ठुलो कुकुर फेरि। ल है हामी चाहिँ यहाँबाट निस्किएको, झन्डा फर भइरहेको छ है। पानी पर्ने सिजनमा चाहिँ बबाल आउँछ है। ल एक गेटले स्वागत गर्छ हामी आउने बेलामा चाहिँ, तलबाट आउने बेलामा। यहाँ चाहिँ यस्तो लेखेको छ है, ल मोहन पोखरी क्याफे। अनि अब जान्छु है, अनि त्यसपछि घर जानु छ है। त्यही त हो नि, यस्तो मुड फ्रेस गर्न माथि डाँडा छ भनेको। बाटै ब्लक रहेछ, जानु पाएन। अब नेक्स्ट टाइम हामी चाहिँ फाइनल्ली नारायण तल आइसक्यो, बुढा नीलकण्ठ। खतरा कुद्रा छ, पुलिसहरू हो त्यो। ल ल ल ल ल ल पुलिसले देख्ने गरी कुदाउँदो रहेछ क्या झन् मुलाहरू। टक्क लगाएर कति झिलिमिल्ली छ, मजा आइरहेको छ हिँड्नलाई। अब घर जान्छु, खाना खान्छु अनि झ्याप्प सुत्छु।
त्यही हो है बाटो चाहिँ बवाल देखिरहेको छ अगाडिसम्म हेर ल यस्तै हो 12 अलिअलि मुड फ्रेस बनाउन आएको जाने भन्ने ठाउँमा चाहिँ जान पाएन है अब त्यही हो अर्कै ठाउँमा गएर चिसो खाएर सो गाइज है वी आर नाउ फाइनल मन्डीका ठार है अब त्यसपछि हामी जान्छौँ बौद्ध त्यसपछि घर जान्छु होइन ह्यापस्याप खान्छु भगवतको सोध्छु बिहान फेरि पसल आउनु छ अब यही हो भ्लग त खासै त्यस्तो राम्रो त भएको छैन अब यसो त्यो जुन हामी जान्छु भनेको ठाउँमा चाहिँ जान पाएन बाटो ब्लक रहेछ अब यस्तै होला यो ठाउँ चाहिँ मलाई सही लाग्यो बेलुकाको भाइब चाहिँ हेर्नु है अहिले जाडो पनि छ बाटो पनि फुल लाग्यो मजाको के हो डोकैमा बिस्ट्रो डोकैमा के हो यो ढोकामा बिस्ट्रो हो कि डोकामा हो हाम्स हस्पिटलको गेटमा स्वागत गर्दछ हजुरहरूलाई अब ट्याक्क पारामा कस्तो मजाको हेर्नु ल बाटो देखेर